कुहिरो डाँडाहरूबाट भाग्दै गरेको अनमोल दृश्यसँगै हरियाली वातावरणलाई अनुभव गर्ने मौका पायौँ। हल्का चिसो मौसम, अलिअलि पानी परिरहेको अवस्थामा हामीले आफ्नो गन्तव्यसम्मको यात्रालाई सुरु गऱ्यौँ। डमक्क कुहिरोले ढाकिएका डाँडाहरू अब कुहिरोबाट टाढा भाग्दै थिए, आफ्नो हरियालीपनलाई आकर्षकको रूपमा हामीलाई पस्किँदै थिए। अनि चिसो बतासले हामीसँगै पहेँली खेल्दै स्पर्श गरिरहेको थियो। त्यतिखेरै हामी आफ्नो आनन्दको अनुभूति गर्दै यात्रालाई सुरुवात गरेका थियौँ भने तलपट्टि चाहिँ हामीलाई बडीघाट खोलाले पछ्याइरहेको थियो। हामी बडीघाट खोलाको किनारमा दौडिरहेको अनुभूत गरिरहेका थियौँ। बादल, कुहिरो, हरियालीपन, चिसो मौसम र सिमसिम वर्षाको अनुभूत गर्दै हामीले हाम्रो यात्रालाई अगाडि बढायौँ। मनोरम दृश्यहरूका माझ बाटोमा भेटिएका खाल्डा-खुल्डीसँग हामीले वार्ता गर्दै हाम्रो यात्रा लुम्बिनी प्रदेशतर्फ लम्कियो। फरक दृश्यका साथ हामीले हाम्रो यात्रालाई अगाडि बढाउँदै थियौँ। हामी जति अगाडि बढ्छौँ त्यति कुहिरोले हामीलाई साथ दिइरहेको थियो। आफूले ढमक्क ढाकेका ती डाँडाहरूलाई फाड्दै थियो अनि ती डाँडाको आकर्षणलाई हामीमाझ पस्किँदै थियो। त्यस्तो राम्रो वातावरणको नियाल्न पाउँदा हामी निकै खुसी पनि थियौँ। यात्रा गर्नु नै थियो, हल्का पानी परेकै थियो। त्यो अवस्थामा फेरि एकैछिन घामका किरणहरूले हामीलाई न्यानो बनाइरहे। बिहानभरिको त्यो चिसोपनलाई तताउनका लागि घामले हामीलाई साथ दिइरहेको थियो। साथसाथै बिहानभर धुलो पखालिएका डाँडाकाँडाहरू छर्लङ्ग देखिरहेका थिए। यस्तै यात्राका साथ गन्तव्यमा पुग्ने क्रममा चाहिँ अब घामले आफूले आजको दिनको यात्रा विश्राम गर्ने अठोट गरेछ क्यारे। टुपुक्क डाँडाको एक क्षितिजदेखि मात्र टल्किएको थियो। यो दृश्य अत्यन्तै मनमोहक थियो। त्यसैले हामीले यसलाई क्यामेरामा कैद गर्ने निकै प्रयास गर्यौँ।